हेर्नु होला है, त्रिपुरेश्वरमा पनि यस्तो मन्दिरहरू छ यहाँ नजिकै। धेरै मान्छेलाई थाहा हुँदैन। म एउटा तपाईलाई एकदम एउटा सिक्रेट खालको मन्दिरमा लाँदैछु हैन। धेरै मान्छे आएको देखिँदैन। यो पनि आज हामीले पारीपट्टि थापाथलीबाट चाहिँ त्यो हिँडिरहँदाखेरि चाहिँ हामीले देखेको हो हैन। त्यो मन्दिरको यहाँ गजुर पनि छ पशुपतिको जस्तो। मजाको मन्दिर छ। ल अब हामी भित्र पस्यौँ। हेर्नुस् त, यो धेरै मान्छेलाई थाहा छैन है। यो त्रिपुरेश्वरमै छ है। हेर्नु त, यहाँ व्यवस्थित गर्ने हो भने त लगभग 1000 परिवारभन्दा बेसी अट्न सक्ने रहेछ। कस्तो राम्रो छ हेर्नु न। तर हेर्नु, यहाँ पुरै काठ, सालको काठ सहितको भजन गर्ने ठाउँ होला सायद। यो बस्ने पिँढी छ हैन है। ल हेर्नु, अब यहाँ पुरानो स्टाइलको यहाँ हाम्रो गणेशजी इन्द्रदेवको पनि मूर्ति रहेछ। ल दाइ आउनु त, यहाँ इन्द्रदेव हेर्नु, आउनुहोस्। यहाँ हाम्रो गणेशजी यहाँ पुरै सुँड फुलाएर बस्नुभएको छ, यत्रो सुँड निकालेर है। ल हेर्नुहोस्, त्यहाँ अर्को भिआइपी तपाईँलाई अर्को म देखाउँछु। पुरै सिसा लगाएको त्यहाँ रुमहरू पनि रहेछन्, भिआइपी रुम। हेर्नु ट्याक्क, अब सायद पुजारी बस्ने हो कि को हो होइन। हेर्नु टक्क पुरै 4 कुनाको छ हेर्नु है। यो खास त यो म्यानेज नभएको हो। म्यानेज गर्ने हो भने सायद यहाँ चाहिँ धेरै मान्छेलाई चाहिँ बस्न मिल्ने ठाउँ पनि छ हैन जस्तो। अनि त्यसपछि यसो हेर्दाखेरि यो चाहिँ पशुपतिको जत्रै ठुलो छ। हेर्नु त, मन्दिर कति ठुलो छ, तर विडम्बना चाहिँ यो चाहिँ म्यानेज भएको चाहिँ मैले देखिनँ। हेर्नु कस्तो चारतिरबाट चाहिँ पुरै पर्खाल जस्तो लगाएर हैन। अनि यहाँ चाहिँ ऊ पनि देखिन्छ। अझ हामी अब यहाँ वीरभद्रको पनि मूर्ति रहेछ। हेर्नुहोस् है, वीरभद्र, यमराज। ल यहाँ जिमराजको पनि उ रहेछ। हेर्नु त, यमराज, जिमराज भन्छ नि गाउँतिर। ल यमराजको पनि यहाँ पुरै पुजेर राखेको छ। मरेपछि यिनीहरूले हेरेर लाने है। अब त्यसपछि उता ल हेर्नुहोस्, पुरै यत्रो शङ्ख के अरे घन्टी पनि छ। साइडमा मन्दिरहरू पनि छ है। यो ठाउँमा यो अब यो हाम्रो अनुसार यो रक्षकहरू सायद भैरवहरूको होला हैन। 4 कुनातिर भैरवहरू हुन्छ भन्ने सुनेको थिएँ। सायद यो निऋति भन्ने कुनै देवता हुनुहुन्छ होला, उहाँको पनि उ रहेछ। हेर्नुहोस्, अनि यसो हेर्दाखेरि चाहिँ ठ्याक्कै त्रिपुरेश्वर चोकनिर छ। तर धेरैलाई थाहा थिएन। मैले पनि आज पहिलोचोटि थाहा पाएको यो कि। हेर्नु त, पुरै लथालिङ्ग छ। हेर्नु, सालको काठहरू पुरै लथालिङ्ग भएर गरेको छ। अब यसलाई पुनर्निर्माण गर्यो भने धेरै राम्रो हुने देख्छु मैले। हेर्नु, स्पेस पनि यति धेरै छ कि मलाई चाहिँ एउटा ठ्याक्कै यो बिल्डिङ देख्दाखेरि चाहिँ के यादमा आयो भने चाहिँ सायद अब यसलाई रिनोभेसन गर्यो, पुनर्निर्माण गर्यो भने चाहिँ लगभग 500-600 परिवार त अट्छ होला है दाइ। 500-600 परिवार चाहिँ अट्न सक्ने खालको चाहिँ पुरै भवनहरू छ। हेर्नु, पहिलाको यत्रो भूकम्पमा पनि नलडेकोहरू छ है। धेरै राम्रो छ। तर हजुर त्यही त। अनि लोकबाजा पहिला हेर्नु त, यहाँ तपाईँले ठ्याक्क देख्नुभयो, नेपाली लोकबाजा सङ्ग्रहालय भन्ने यहाँ रहेछ। तर अहिले ढोका लगाएको छ। अब यसमा अहिले के छ कि छैन थाहा छैन। यहाँ पनि अलिअलि बस्नुहुन्छ होला मान्छेहरू। यहाँ कपडा पनि सुकाउनु भएको छ। अब मलाई पनि अचम्म लाग्यो, यहाँ प्रचार पनि भएन। आज पनि हामीले थापाथली पारीपट्टिबाट यो गजुर देखेको भएर मात्रै मन्दिर छ यता भनेर हामी खोज्दै आएको हो हैन। ल हेर्नुहोस्, अब यो चाहिँ तुरुन्तै एकदम जीर्णोद्धार गर्नुपर्ने चाहिँ देखियो है। यहाँ हेर्नु त, यहाँ कुन एकजना बाबाजी पनि बस्नुहुन्छ भन्ने सुनेको थिएँ मैले पहिला। यहाँ यसमा त्रिपुरा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भन्ने रहेछ। नेपाली लोकबाजा सङ्ग्रहालय, नेपाली फक म्युजिकल इन्स्ट्रुमेन्ट म्युजियम भनेको छ है। ल हेर्नुहोस्, हजुर
सायद ओछ्यान होला भनै यहाँ हेरौँ श्री राधाकृष्ण मन्दिर भनेर चाहिँ मान्छे बस्नुहुन्छ जस्तो छ त्यहाँ कपडा सुकाउनु भयो नि त दाइ यहाँ मन्दिर रहेछ आउनु त ए मान्छेको कपडा भजन सजन गर्ने ऊ जस्तो ए ऊ रहेछ दाइ यो भजन गर्दाखेरि बस्ने म्याट रहेछ के अनि यहाँ हेर्नु यहाँ हाम्रो कृष्ण कन्हैयाको ऊ छ यहाँ पनि छ होइन तर यत्रो मन्दिर तर किन यो यस्तो व्यवहारिसी अवस्थामा रह्यो त्यो चाहिँ एकदम यो सोच्नै पर्ने अवस्था देखियो हेर्नु त काठमाडौँको मुटु त्रिपुरेश्वरमा रहेको यत्रो जग्गा पनि यति स्पेसियस छ रुम पनि जति पनि छ तर मन्दिरमा कोही पनि आउँदैन किन रहेछ यो बारेमा सोच्नु पर्यो र यो के को मुखमा कुनै बामन अवतार जस्तो केही देखिन्छ है हेर्नु त बामन जस्तो देखियो हमार श्री कामदेव हो ल हेर्नुहोस् तपाईँ सबैजनालाई मनपर्ने देवता कामदेव हुनुहुन्छ यहाँ कामदेव देवता फेरि ईशान देवता भनेको एउटा यो त ईशान कोण पनि हुन्छ होइन है कामदेव देवता कामदेव ठ्याक्कै हेर्नुहोस् है यस्तो पिक्चरहरू चाहिँ मैले उता पनि देखाएको थिएँ के अरे फ्रान्सको टुलुजतिर पनि यो सिटी सेन्टरहरूमा चाहिँ यस्तो देखिन्थ्यो चोकहरूमा अब यो ब्रह्मदेव श्री चन्द्रमा ल चन्द्रमा रक्षा गर ल नाइन भन्नु नि फेरि ओके यही हो अनि तर म अब एकचोटि फेरि गएर हेर्छु त्यहाँ भित्र के रहेछ ल त्यहाँबाट दाइ आउनु त्यो माथि हेरौँ न मेन ढोकाबाट हेर्नु न मन्दिर कत्रो ठुलो छ कि पशुपति जत्रै छ यार मन्दिर त होइन हेरौँ न भित्र के रहेछ ल यहाँ परेवाको लागि मात्र रोस्टिङ एरिया भएछ टल्ले बसेखान परेवा हेर्नु आनन्द मान्दै घाम तापिरहेछन् नि सोल्टीहरू ल हेर्नु ए पुरै घाम तापिरहेछन् हेर्नु त दाइ मजाले घाम त डराउँदैन त यार डराउँदैन त होइन डराउनन् भनेको के कीर्तिमुख भैरव मैले भनेको थिएँ नि अघि भैरवजी ल भैरव रक्षा गर श्री जय श्री भैरव अनि यहाँ बिचबिचमा पूजा हुन्छ जस्तो छ होइन अलिअलि पूजाको सामग्री पनि देखियो चारतिर कुनातिरबाट चाहिँ पनि हाम्रो संरक्षकहरू हेर्नु बसा पनि देखियो होइन ओहो हिजोको के हेर्नु हिलो रहेछ हिलो टेक्यो नि त पुरै तर यहाँ अलिअलि भाँडा सफा गरेको पनि देखियो सायद पूजा त हुन्छ होला भित्र हेर्नै नमिल्ने गरी पुरै काठको छ हेर्नु यो सायद सालको काठै होला तपाईँ स्ट्रक्चर मोनुमेन्ट चाहिँ देख्नुहुन्छ हेर्नु टक्क ढुङ्गामा कुदेर आर्ट खत्रै आर्ट छ यसमा है र अर्को यहाँ तपाईँले देख्नु भने हेर्नु मजाको आर्ट छ हेर्नु सर हेर्नु पुरै आर्टहरू ढुङ्गाको आर्टहरू अब कुनै बेला यो आर्ट पनि चोरी हुनसक्छ किनभने धेरै ठाउँमा चोरी भएर गएको छ यस्तो व्यवहारिसी अवस्थामा भएपछि त चोरी हुनसक्ने चाहिँ देखिन्छ यसलाई सायद अब यो हाम्रो हेर्नु है कस्तो मजाको आर्ट छ कि भित्र हेर्नु त काठले उयो गरेको है काठले गरेको सबै काठ छ हेर्नु ढोकाहरू कस्तो मजाको आर्ट बनाएको छ हेर्नु है यो चाहिँ भैरवहरू रहेछ हरेक ढोकामा चाहिँ साइडमा चाहिँ भैरवलाई रक्षकको रूपमा चाहिँ हरेक कुनाहरूमा चाहिँ ढोकामा चाहिँ भैरव राखेको जुन चाहिँ नेगेटिभ एनर्जी चाहिँ आयो भने त्यो नेगेटिभ एनर्जीलाई भित्र छिर्न नदिने भनेर भैरवहरू चाहिँ प्रायः जस्तो मन्दिरहरूमा चाहिँ भैरव राखेको हुन्छ गार्डको रूपमा सेक्युरिटी गार्ड अहिलेको हाम्रो सेक्युरिटी गार्डको जस्तो कन्सेप्ट हो
स्याहार जस्तो यहाँ चाहिँ एउटा नाचिरहेको जस्तो छ काठ कस्तो कति मेहनत लगाएर चाहिँ यहाँ गर्नुभएको छ हेर्नु त। र हरेक कुनामा हेर्नु चाहिँ आर्ट चाहिँ सानो कोठा पनि सानो कुनामा चाहिँ काठको एउटा टुप्पामा पनि मजाको नयाँ नयाँ आर्ट गरेको छ एकदम राम्रो लाग्यो मलाई। तर मैले सोचेको थिइनँ यत्रो ठुलो छ भनेर है। र हाम्रो ल जय श्री भैरव देव रक्षा गर मलाई रक्षा गर दोस्रो। र यहाँ चाहिँ अहिले चाहिँ हाम्रो परेवाहरू आनन्दले बसेका छन् अरू केही देखिँदैन भन्नु चरामुसो केही देखिँदैन परेवा मात्रै छ अरू चाहिँ केही देखिँदैन यमराज। अनि त्यसपछि हाम्रो चाहिँ दाई हो यहाँ ए हजुर हो गाड ए अनि त्यहाँ पूजा हुन्न दाइ त्यहाँ पूजा हुन्छ त बिहान ए बिहान हुन्छ कति बजीतिर खुल्छ बिहान चाहिँ 6:30 बजे खुल्छ के को मन्दिर हो दाइ शिवजीको ए त्यही त अनि यत्रो मन्दिर होइन आज फेरि हामीले उता पारी थापाथालीमा गएर देखायो भएर मात्रै गरे कि सधैँ खुल्छ ए यहाँ भित्र बस्ने ठाउँ पनि रहेछ त है कति परिवार बस्नुहुन्छ त यहाँ 12 घन्टे भन्नु अब मिले 3 जना छन् 3 जना मिलेर ए 3 जना मिलेर 3 दिन लगातार एकजना गरे 3 दिन एकजना गरे मिल्दै त आफ्नो हातमा हो। अनि तपाईँहरूले यो स्यालेरी कसले दिन्छ दाइ